सो हाई गाइस, आज चाहिँ म दीक्षाको आएको छु। हाम्रो प्लान चाहिँ थियो के अरे करेन्ट नुडल विथ चिज खाने, तर चिज चाहिँ ह्यान्डिन भएछ फ्रिजबाट एउटा खाएको थियो जम्मा, त्यही भएर हाम्रो मुडै अफ भयो क्या। त्यही भनेर त्यो त्यसरी खानु हुन्छ हामीले बोलेको जस्तो नै क्या खोइ। तर यहाँ के सेटिङ अन गऱ्यो भनेदेखि माइक्रोफोन किन्नै पर्दैन भन्दै थियो क्या, त्यहाँ एउटा भिडियो हेरेको थिएँ मैले। अलि ठुलो सोल्टे बोलाउँ न त अगाडिको बाइट काट्नुलाई। अब चाहिँ हामी खाँदै गेस्ट नम्बर गर्छौँ होइन। गेस्ट नम्बर त्यो 1 देखि 100 सम्म सोच्नेवाला हो। सोच है सोचौँ स्टार्ट गर्छौँ 20 माथि, तिम्रो 40 माथि माथि म हायर भन्छु होइन। 50 हायर, 70 लोअर, 60 हायर, 50 हायर, 80 हायर, 60 लोअर, लोअर, 90 लोअर, 66 लोअर, 85 ए थुक्क मैले के भनेको, लोअर 56 भन्न खोजेको 66 भनेको क्या। 56 85 मेरो पाएको थियो लोअर भन्यो भने 66 लोअर, 83 लोअर, 52 हायर, 82 लोअर एकैचोटिमा मिलाउनु पऱ्यो मैले होइन। 56 भन्दा लोअर, 52 भन्दा हायर, 54 मिल्यो ल। म त्यति क्लोज 80 भने होइन तिम्रो देखेन कि अरू केही गफ गर्ने तिम्रो काट्दै हाल्नुपर्छ। तिम्रो कलेजको इम्बारेसिङ मोमेन्ट्स मेरो अहिलेको सङ्खादेखिको अरूलाई नलाग्न पायो तिमीलाई लागेको सङ्खादेखिको इम्बारेसिङ त्यही फर्स्ट सेमेस्टरमा त्यो क्या त भरत सरले अनि मैले चाहिँ न्युज आर्टिकल भन्नुपर्थ्यो होइन, भन्नुपर्थ्यो। अनि मेरो दिनमा चाहिँ मैले प्रिपेयर गरेर आएको थिएँ। त्यो दिन चाहिँ सर एब्सेन्ट हुनुभयो अनि मैले चाहिँ अर्को दिन गएर भनेँ। अनि मैले त्यो भन्न जरुरी थिएन। फेरि मैले सरलाई गएर सर मैले चाहिँ हिजै प्रिपेयर गरेर आएको थिएँ तर तपाईँ एब्सेन्ट हुनुभयो अनि मैले आज त्यही हिजोकै भनेँ भन्दाखेरि सरले गाली गर्नुभयो। अनि त्यसपछि म बेन्चमा आएर बसेर रुन थालेँ। 1 मिनटभरि रोएँ अनि सरले अगाडि बोलाउनु भयो। त्यसपछि अनि अगाडि गएर पनि रोएँ अनि रोएँ। त्यही हो मेरो लागि सबैभन्दा एम्बारेसिङ भनेको कलेजमा आएर। त्यही त उसको आँखाभरि आँसु थियो। म त के भन्न कम्फर्ट गर्ने पनि थाहा थिएन। प्रियङ्का थियो त्यतिखेर हामीसँग स्माइल तिम्रो भन। मेरो पनि त्यही रोकै हो। 12 सिंहमा रोएको थियो नि। हाम्रो क्लासको हरूले कुरा सुनेन भन्दा अहिले चाहिँ हाँस्यो उसो। मैले किन एक्सपेक्ट गरेर कि त्यो मैले त्यो फाइनेन्सको हरूले गर्दाखेरि पनि मलाई केही लागेको थिएन। त्यो दुईजनाले इग्नोर गरेको देखेर रोको चाहिँ मलाई कस्तो इम्बारेस लाग्छ। सबै बिर्सिसके सबैजना। कुन ल्यायो भने हतार भयो क्या आज। दिउँसो आएकोहरू कस्तो रमाइलो हुन्थ्यो। आएन नि मलाई आउँछौ भन्ने सोचेर म एका बिहानै आएको पो त। उसले चाहिँ म चाहिँ बोलाउँछ भन्ने सोचेर घरमा अनि आज त्यत्रो सल्लाह भएको आज फेरि आऊ है भन्नुपर्छ त। हिजो तिमी भिडियो नदेखा भए पनि ल तिमी घरै थियौ भन्थ्यो क्या मैले।
सोधेको भए नि हुन्थ्यो। दुइटैले गरेन म्यासेज। अबदेखि चाहिँ प्लान बनाएको छ भने नसोधिकन है। सोधा क्वेसन। अब कस्तो 2 दिन बिताएको नि तर एकैछिनमा गयो। यो महिनाभरि एउटा पनि सार्वजनिक बिदा नहुने चाहिँ यो आइतबारको छुट्टी बनाएर त्यस्तो गरेको हो कि नभएकै हो कि यस्तो त हुन्थ्यो जस्तो लाग्थेन हौ मलाई त। फेरि भोलि 5 दिन पुरु फुटसल खेल्ने हो। खेल्ने कि भनेको सोधे त मैले सोधेँ एउटा क्वेसन हो तिमीले सोध। के भन्नु भन्दाखेरि कलेजको होइन अनि यो रोगवाला त्यस्तो नभने एउटा स्टोरी नै हुने गरी तिम्रो लाइफको सबैभन्दा इम्बेरेसिङ स्टोरी भन एउटा लाइफकै के अहिले चाहिँ लाग्दैन तर त्यो बेलामा चाहिँ यस्तो इम्बेरेसिङ लाग्थ्यो। अबदेखि स्कुलै कसरी जान्छु जस्तो भएको थियो होइन। त्यो चाहिँ यत्तिकै अब म अहिले पनि उचालेकै भरमा गर्छु नि त कामहरू। त्यतिखेर पनि क्लासको 1-2जनाले उचालेँ अनि स्कुलमा पहिलोचोटि इलेक्सन हुने थियो क्या। अनि प्रेसिडेन्टमा उठ्ने भएको क्या। म 8मा पढ्थेँ अनि अरू अपोनेन्ट चाहिँ 10को थियो होइन। उनीहरू चाहिँ अनि जे होस् पपुलरै थिए दाइ दिदीहरू। अनि साथले उचालेको भरमा गएको हाइएस्ट भोट चाहिँ 70को लाइनमा थियो। मेरो भोटै 18 आएको क्या। हाम्रो क्लासमा त्यतिखेर स्कुल मर्च पनि भएको थिएन। 16जना मात्रै थियौँ। क्लासको 16जनाले दियो होला जस्तो लाग्छ। अनि 2जना मेरै टोलको बहिनीहरूले दियो होला। 18 भोट आएको थियो। यस्तो इम्बेरेसिङ लागेन। 18 त धेरै हो त। तर जे होस् त हाइएस्टको कम्पेरिजन अहिले जस्तो इलेक्सन देखाएको भए त हुन्थ्यो नि त। रिसी धमाला गरेर त तिम्रो भन। मेरो त सबैभन्दा इम्बेरेसिङ त यहाँ भन्न मिल्दैन अहिले होइन। म छुट्टै छु होला। थाहा छ होला तिमीलाई होला त कार्टुनमा त्यो होइन ए एउटा क्याफेमा अनि भनेकोवाला मलाई थाहा छैन अहिले भन्छ हामीलाई कन्टेन्ट चाहिँ भन न। अरू इम्बेरेसिङ भनेको चाहिँ के छ त्यस्तो यस्तो इम्बेरेसिङ लागि यादै आउँदैन मलाई चाहिँ त्यतिखेरै पुरा लाइफै सक्यो जस्तो क्या। म फ्राइडे थियो इलेक्सन। सन्डेबाट कसरी लास्ट चाहिँ ओभरथिङ गर्थेँ नि त म त्यतिखेर नि। अब म सन्डेबाट कसरी जान्छु होला। साइडमा 2टा केटी हाँसेका थिएँ क्या 9 क्लासको। त्यसले पनि बढी उ गर्यो होला। मेरो लागि इम्बेरेसिङ भन्दा पनि त्यो मेरो लागि इम्बेरेसिङ होइन कि त्यो अब त्यति बेला त्यो कुरा मेरो लागि इम्बेरेसिङ थिएन। तर अहिले सोच्दाखेरि मैले त्यो के गरेको होला त्यति बेला भने जस्तो चाहिँ लाग्छ। त्यो भने चाहिँ हामी सानै थियौँ है। बच्चा हामी क्लास 5तिर पढ्थ्यौँ होला। अनि त्यसपछि हाम्रो चाहिँ स्कुलभन्दा यता बाहिरपट्टि चाहिँ हाम्रो स्कुलमा गेट थिएन क्या। अनि जता पनि जान पाइन्थ्यो। अनि स्कुलभन्दा बाहिरपट्टि चाहिँ यस्तो एउटा कालना थियो क्या। यसरी यस्तो ओह्रालो आली जस्तो। अनि हाम्रो स्कुल चाहिँ यस्तो हाइटमा अनि बाटो चाहिँ ओह्रालोमा। अनि हामी चाहिँ सबैजना यसरी हात समातेर साथीहरू अनि बुटुङडुङ त्यो कालनाबाट कुद्थ्यौँ क्या। अनि एक्चुअली चाहिँ त्यो कालनामा एकजना लडेपछि त सबैजना हात समातेको छ भने बर्ल्याङबुङ सबैजना लड्यौँ होइन। अनि मेरो चाहिँ यस्तो भने माटो लाग्यो होइन। हिलो माटो भयो अनि हिलो होइन माटो भएको थियो क्या। अनि माटो भयो। अनि मेरो क्लासमा चाहिँ एउटा साथीको नाम पनि भन्नु उसले के गरेको छैन भन्छु त्यो गराएको भनिदियो नाम के भन्नु ल कृति भन्छ है। अनि कृतिले चाहिँ के भन्यो भन्दाखेरि अनि त्यहाँनिर मेरो यहाँ माटो भयो होइन। अन्तखेरि कृतिले चाहिँ के भनेको भन्दाखेरि उसलाई दीक्षाको त त्यहाँनिर बिहानैले उसको त घरैबाट आउँदाखेरि एकदम मैला थियो हातै। उसको अहिले लडेर त्यस्तो भएको होइन। उसको त घरबाट आउँदैदेखि सबैजना माटो थियो भनेर उसले चाहिँ त्यस्तो 5 क्लासमा 5 क्लासमा। अनि त्यस पछाडि
अनि उसले जो साथीलाई भन्यो त्यो साथीले आएर झन्डै नाम भनेको मैले कृति तिम्रो बारेमा यस्तो भन्दै थियो भनेर मलाई आएर भनेको होइन। अनि मलाई आएर त्यस्तो भनेपछि चाहिँ अनि मैले चाहिँ के भनेको भन्दाखेरि कि त कृतिसँग बोल कि त मसँग बोल, दुईजनामा एकजना चुज गर्नुपर्छ भनेर मैले क्लासको सबैलाई चुज गर्न लाएर त्यो कृतिलाई एक्लै बनाइदिएर सबै आफू फेरि 1-2 दिनको लागि होइन क्या, कति महिनासम्म त्यो कृति एक्लै भएको क्या। अन्त अब उसले पनि मलाई त त्यो नराम्रो भनेको हो नि त होइन, तर मैले त्यति साह्रो गर्न त जरुरी थिएन। अब अरू सबैजनाले उसलाई कड्डी गर्नु पनि जरुरी थिएन। अब त्यस्तो भएको 5 क्लासमा पढ्दाखेरि अहिले चाहिँ सोच्दाखेरि मलाई नराम्रो लाग्छ। मलाई नराम्रो चाहिँ के लाग्छ भन्दाखेरि होइन, जस्तै कति क्लासमा थियो 3-4 मै थियो होला, एकजना साथीले पछाडिबाट क्वेसन सोधेको थियो क्या मलाई। अनि म त त्यो टिपिकल टपर हुन्छ नि त्यस्तै थिएँ। अनि उसले बोलायो अनि मैले उठेँ अनि सर सी इज डिस्टर्बिङ मी भनेर कम्प्लेन गरेँ। मेरो त्यो बानी त 8सम्म थियो क्या, म कसैलाई केही देखाउँदैन थियो त्यस्तो थियो। म त अगाडि हेर्दिनँ थिएँ, मलाई केही आएको छैन भने बसिरहन्थेँ होइन टाइम सकिन्जेलसम्म। अनि एउटा कल्पना म्याम भन्ने हुन्थ्यो, अनि त्यो म्यामले चाहिँ माया गर्नुहुन्थ्यो क्या। अनि एउटा नआएर एउटा ट्रु फल्स नआएर त्यही पनि बच्चे बेलामा हो भने एउटा ट्रु फल्स नआएर म बसिरहेको थिएँ सबै सकेर होइन। अनि यो जेपाटे लेखेर जाऊ कि त अब अनि यतापट्टि मेरो अगाडि अर्चना परेको थियो क्या। अनि अर्चनालाई सोध्नु अनि अर्चनाले आएको रहेछ। अनि उसको हेर नि त उसले गरेको छ भन्दाखेरि नाइ मलाई मम्मीले नहेर्नु भन्नुभएको छ भनेर मलाई मम्मीले अरूको नहेर्नु भन्नुभएको छ। त्यस्तो गर्छ मैले कहिले चेन्ज गरेको थियो पढ्न छोडेपछि। पछि गएर त कति हेर्दैन नि मलाई पनि त्यही हो क्या, पछि आफूलाई अरू चाहिने भएपछि अनि बल्ल देखाइदिनु पर्दो रहेछ भन्ने रियलाइज गर्नु। देखाइदिन्थेँ सधैँभरि त्यस्तो छुच्ची थियो। तिमी जम्प गऱ्यौ? जम्प गराउने भनेर युकेजीमा चाहिँ मैले स्कुल टप गरेँ, स्कुल फर्स्ट भएको थिएँ होइन। त्यही भएर टप गर्ने भन्ने हुन्थ्यो, फर्स्ट हुने भन्ने हुन्थ्यो। स्कुल फर्स्ट भएको थिएँ अनि 1 नपढाइकन 2 पढाउने भनेर चाहिँ सरहरूले चाहिँ अब हाम्रो मम्मीहरूलाई बाबालाई स्कुलमा बोलाएर भन्नुभएको थियो। अनि जति पनि बाबाले दिनु भएन क्या, अब सबै पढाउनु त्यस्तै हुन्थ्यो क्या मेरो घरमा चाहिँ। अब त्यो सानोमा क्लास 5सम्म त क्वेसन पेपर दिँदैनन् नि, अनि त्यही क्वेसन पेपरमै लेख्नुपर्छ नि। अनि फोन गरेर एउटा क्वेसन पेपर मलाई घरमा ब्यागमा हालेर पठाइदिनु भन्नुहुन्थ्यो। अनि घरमा गएपछि फेरि मलाई त्यो एकचोटि मैले बा त स्कुलमा सार नदिएँ कि मैले टिचरहरूले लुज गरेँ, टिचरहरूले सिकाइदिएँ कि भनेर त्यो हेर्नुहुन्थ्यो क्या। यस्तो गर्नुहुन्थ्यो के गरेको पनि। फेरि मार्क्स धेरै चाहिने त्योहरू कहिले पनि होइन क्या, जे होस् मैले आफूले गरौँ भने जस्तो त्यस्तो। तिम्रो पहिले म यस्तो थिएँ भन्ने खालको केही स्टोरीहरू छ मतलब मैले यस्तोसम्म गर्थेँहरू भन्ने? त्यही हो, एक्जाममा चाहिँ सिकाइदिएको थिएँ। अरू चाहिँ सम्झिनै पर्छ ठ्याक्क। मेरो चाहिँ होइन टिचरहरू स्कुलमा किनभने म चाहिँ सानैदेखि फर्स्ट हुन्थेँ होइन। अनि त्यसपछि एकदम स्कुलको टिचरहरूले नै निकाल्नु चाहिँ देख्छ न्यू बोतल पाइ तपाईँ थम्बनेलमा राख्नुपर्छ यो बोतल चाहिँ। 1 महिना भइसक्यो। अनि टिचरहरूले पनि त्यस्तो अब भए पनि म क्लासको फर्स्ट हुने बेला थिएँ। अनि टिचरहरूले अलिकति अब फर्स्ट हुने यो भनेर अलिकति त्यो स्कुलको प्रिन्सिपलहरूले अलिकति फेभर गर्नुहुन्थ्यो। त्यो गर्नु अब ठिक त थिएन तर पनि अलिकति गर्नुहुन्थ्यो। अब मेरो चाहिँ घरबाट कम्प्लेनहरू आयो भने त्यसलाई चाहिँ एकदम सिरियसली लिने क्या। मतलब नर्मली अब सिरियसली लिँदैनन् नि। हुन त सानैदेखि जसरी मेरो बाबाले गर्नुहुन्थ्यो नि क्वेसन पेपर पठाइदिनु, यस्तो गर्नु उस्तो गर्नु, यति गाउँको फोन गरेर त्यो गरेर गरिराख्नुहुन्थ्यो नि त। एकदम मतलब मेरो पढाइलाई लिएर स्कुललाई लिएर चाहिँ एकदम प्रेजेन्ट हुन्थ्यो, स्कुल पठाउनै छोड्ने त्यस्तो थिएन नि त। अनि त्यही भएर मेरो घरबाट केही कम्प्लेनहरू आयो भने चाहिँ एकदम अलिक सिरियसली लिने। अनि त्यसपछि एउटा सुजाता म्याम भन्ने हुनुहुन्थ्यो होइन। अनि त्यो म्यामले चाहिँ हामीलाई इङ्ग्लिस पढाउनुहुन्थ्यो, सायद इङ्ग्लिस नै होला किनभने एसेहरू लेख्ने भनेको इङ्ग्लिसमै त हुन्छ। अनि त्यो म्यामले चाहिँ एसे लेखाउनुहुन्थ्यो अनि रट्न लाउनुहुन्थ्यो क्या। एसे पढेर आउने होमवर्क दिनुहुन्थ्यो अनि क्लासमा सोध्नुहुन्थ्यो। अनि त्यसपछि एक दिन चाहिँ म एब्सेन्ट भएको थिएँ, मतलब एसे लेखाउने दिन चाहिँ प्रेजेन्ट थिएँ।
अनि भोलिपल्ट चाहिँ हिजो लेखाएको एसे भोलि पढेर आऊ भनेर होमवर्क दिनुभएको रहेछ। त्यो भनेको दिन चाहिँ म एब्सेन्ट थिएँ। अनि भोलिपल्ट म आएँ अनि आउँदाखेरि अनि सोध्नुभयो सबैलाई। अनि मैले एब्सेन्ट थिएँ भनेको पनि सुन्नु भएन अनि सोध्नुभयो होइन। अनि अब थोरै नै मैले एसे रटेर आएको छु त होइन, मलाई भन्न सक्छु त। अनि 1-2 लाइन त भन्छु नि, मैले एसे भरेर भन्न त सक्दिनँ, त्यो पनि त्यति सानोमा। अनि डिसिप्लिनको बारेमा थियो कि वुमेन इम्पावरमेन्टको बारेमा थियो, दुइटामा एउटा थियो। अनि डिसिप्लिनै होला। अनि त्यसपछि त्यो नभनेपछि अनि सबैले उठाएर अनि सबैले कुटाइखाएको थियो त्यति बेला होइन। सबैलाई कुट्नु भयो। मेरो चाहिँ घरमै यहाँनिर काटेको थियो क्या बाँसले अलिकति। अनि लठीले यसरी हातमा कुट्नु भएको थियो। अनि मैले चाहिँ घर गएर यो चाहिँ सुजाता म्यामले कुटेर मेरो घाउ बनाइदिनु भयो भनेर घरमा गएर मैले त्यो भने होइन। अनि मेरो घरमा पत्याउनु भयो अब कुटेर घाउ बनाइदियो भनेर। अनि त्यही पनि म एब्सेन्ट भएको बेलामा अनि बिरामी भएर एब्सेन्ट भएको, एक त म बिरामी भएको थिएँ त्यहीँ माथि अनि कुटेको छ अनि अझ घाउ बनाइदिएको छ भनेपछि कल आयो। अनि त्यसपछि त्यो म्यामले बोलाएर मलाई सरी भनेर, त्यसरी टिचरलाई त मैले यति सरी बनाएको छु, यति सरी बनाएको छु। अनि फेरि तारा सरले चिमोटेर यस्तोमा चिमोटेको थिएँ। अनि त्यस पछाडि हुन त चिमोट्ने होइन नि त त्यसरी होइन, दुख्ने गरी नै चिमोट्थेँ है। त्यो एकदम दुख्ने गरी यहाँ हल्का मैले निलो नै बनाइदिएको थिएँ होइन। तर 1 दिनपछि मलाई त्यो दुख्न छोडेको थियो। तर मैले 1 हप्ता दिनसम्म यति दुख्यो भनेर घरमा मेरो यो चिमोटेको दुखेको छ भनेर 1 हप्तासम्म बिरामी जस्तो एक्टिङ गरेर भए पनि त्यो सरलाई मलाई सरी भनाएर छोडेको छु क्या। त्यो सरलाई पनि त्यस्तो किन चिमाट्ने? मैले पनि त्यस्तै गरेको छु कि धेरै सानो थिएँ म चाहिँ ठ्याक्क आफै लडेँ। अनि पछाडिपट्टि एउटा दाइ हुनुहुन्थ्यो होइन। अनि त्यो दाइले लडाइदिनु भएको त्यो त अझ हामी पहिला जुन घरमा बस्यौँ त्यही घरको घरबेटी हो क्या। अनि त्यो दाइलाई दोष लगाइदिएको क्या मैले। अब बाबामामले चाहिँ के भन्नु है त्यो दाइलाई। त्यो दाइ चाहिँ इन्ट्रोभर्ट हुनुहुन्थ्यो बिचरा, केही बोल्न पनि सक्नु भएन बाबामामको अगाडि। अनि पछि चाहिँ आफ्नो बहिनीलाई के भन्नुभएको रहेछ नि, यसलाई चाहिँ आउनु नदे हाम्रो रुममा, अहिले मलाई यसरी उ गरेको छ भनेर कस्तो रिसाउनुहुन्थ्यो अरे क्या मसँग। मलाई चाहिँ अहिले दिदीले सुनाउनुहुन्छ क्या त्यो इन्सिडेन्ट। पछि गएपछि चाहिँ म कति ज्ञानी थिएँ नि त। अनि त्यसपछि गएर उसलाई मात्रै बोला भन्नुहुन्थ्यो अरे होइन। अनि त्यतिखेर त कृतिलाई बरु ल्याउँदै नल्याए यसले त यसरी म आफै लडेर मलाई दोष लगाइदिएको हो भनेर भन्नुभएको थियो क्या। मलाई त्यो कस्तो नराम्रो लाग्छ। अब अलिकति छुच्चो मान्छे हुन्थ्यो भने पनि आफ्नो लागि स्ट्यान्ड लिन्थ्यो नि त है। त्यस्तो मान्छेलाई फसायो भनेर के हुन्छ है बच्चामा त के गरिन्छ। मेरो अर्को पनि टिचरको वाला इन्सिडेन्ट के छ भन्दाखेरि एसेम्ब्लीमा चाहिँ नेल्स र दाँत चेक हुन्छ नि, थाहा छैन ब्रस कनेक्सन छैन, नङ कनेक्सन छैन। अनि मेरो दाँतमा चाहिँ यहाँनिर येल्लो मार्क छ नि त पलाउँदैखेरि आएको। अनि त्यसपछि एउटा हाम्रो क्लास टिचरले चाहिँ नङ र दाँत चेक गर्दै आउनु। अनि त्यो दिन चाहिँ मैले नङ काटेको थिइनँ होइन। मलाई नङ नकाटेको कारणले कुट्नु भएको थियो होइन, यसरी हान्नु भएको थियो। तर मैले चाहिँ के भने भन्दाखेरि अफिसमा गएर चाहिँ मेरो यो यस्तै हो, मेरो दाँतै यस्तो पलाएको हो, मलाई किन यो दाँत यस्तो भयो भने ब्रस नगरिस् भनेर मलाई किन कुट्नु भयो भनेर कम्प्लेन गराएर अफिसमा गएर त्यो सरले मलाई गिफ्ट किनेर ल्याइदिएको क्या। त्यो मलाई जसले कुटेको थियो सरहरू गिफ्ट चिम्टी किनेर लिएर आइदिएको। सरहरूलाई चाहिँ उसले ट्रमाटाइज नै गरेको जस्तो छ। मलाई कति सरहरूलाई त कति। अनि पछि भेट्दाखेरि बोल्थ्यो तर बच्चासँग कसले गर्दैछ सानै हुँदाको कुरा हो नि त। टिचर हुनु नि गाह्रै काम हो यस्तो मान्छेसँग कस्तो राम्रो लाग्यो भोकको। मेरो रुम टुर गराउनु पर्छ रुम छोडेर जाने बेला भइसक्यो। भने धन्न जान लाग्यो चाहिँ यहाँ त मलाई मन पराएन देख्छ यहाँ बसेको। मैले चिजको इन्सिडेन्ट अघि सुन्दैन होला अहिलेसम्म के भयो भन्दाखेरि आज चाहिँ हाम्रो के प्लान थियो भने करेन्ट नुडल्स र चिज खाने प्लान थियो होइन। अनि त्यही भएर म आइपुगेको यहाँ। अनि लास्टमा त के अरे फ्रिज खोलेर हेर्दाखेरि त अनि चिजै थिएन। अनि उसले दिदीलाई सोध्यो क्या, दिदी खै यहाँको चिज भनेर। अनि दिदीले त मैले त फालिदिएँ अरे क्या, कस्तो क्याजुअली। अनि मलाई कस्तो रिस उठिरहेको थियो। उसले खाएको पनि सफा गर्ने बेलामा फालिदिएँ अरे मैले 325 हालेर लिएर आएको चिज कस्तो क्याजुअली भन्नु फ्रिज सफा गर्ने बेलामा मैले त फालिदिएँ। अनि उसको कति धेरै चोरी पनि भयो। हामी होस्टेलको नाम रिभिल गर्दैन। यो भिडियो पनि यतिकै। यो होस्टेल चाहिँ एकदम फेरि पपुलर होस्टेल हो। यो होस्टेलमा चाहिँ एकदम मान्छे बस्न खोज्छन् के नहोस् त। राम्रो छ इन्भाइरोमेन्टहरू, रुमहरू राम्रो छ अनि अफोर्डेबल छ, खाना राम्रो छ, सबै ठिक छ। तर मान्छे जुन यहाँ हो नि अब तिम्रो सामानहरू हरायो भने मतलबै दिँदैनन्। अलिकति अब त्यो खोजिदिनु पर्ने हो नि त, क्यामेरा चेक गरिदिनु पर्ने हो, हेरिदिनु पर्ने हो। अब तिम्रो रुममा बसेको तिम्रो ल्यापटप हरायो भने अलिकति पनि तिम्रो मतलबै गरिदिँदैनन् क्या यहाँनिर चाहिँ। म पहिले बसेको अरू होस्टेलमा चाहिँ त्यस्तो हुन्थेन।
उनीहरूले अलिकति भए पनि हेल्प गर्दै भने चाहिँ मतलब छैन भने यसरी सामानहरू फ्याँकिदिने त होइन नि त जीवा अँ त्यही त धन्न चेन्ज गर्दैछ कि उसले तिमी आएको 1 महिना कति भयो त्यो धेरै भयो 1-2 महिना 5 महिना भयो जस्तै भर्खर आएको जस्तो फागुन 2 लाग्छ गते आएको 5 महिनामा उसको कति धेरै इन्सिडेन्ट भइसक्यो यहाँ त्योभन्दा बरु यहाँ चाहिँ एकदम बस्न खोज्ने मान्छे बस्न खोज्ने हो क्या फेरि यो होस्टेल त्यही त एडहरू कति टिकटकमा आउँछ एकदम चलेको। अँ। मैले देखेको थिएँ एड मैले भनेको थिएँ यस्तो यस्तो पनि रुम छ र त्यहाँ भनेर तर म्यानेजमेन्ट चाहिँ नभएको क्या यत्रो गएर त्यो सबै राम्रो चलिसकेपछि चाहिँ अब हेर्दैन होला नि होइन मेरो त्यो बेलामा पुग्दैन होला त्यही पनि केही छैन अब 1 हप्ता कटाउँ 1 हप्ता कटाउँ तर नभएको कुरा हामीले यो पनि च्यातेको त होइन नि होइन कस्तो क्युट छ होला केटी मेरो बनी पनि त क्युट छ बनी म त मैले चुडाले कि भनेर कत्रो डर लाग्यो थियो कानै चुट्यो एउटा बनी कानै चुट्यो पिङ्कुले हो यो आइपुगेकै छैन पिङ्कु यहाँ पनि यस्तोलाई चाहिँ सबैले हेप्ने क्या है बुढिया यस्तो 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 ए अँ। सानैदेखि देख्दै आएको वाला गुडिया चाहिँ यो चाहिँ मैले यसलाई हेपेँ भन्दैछ त्यो चाहिँ। पिङ्क कलरको पनि छ नि त गुडिया कलेक्सन देखाऊँ क्या अब यो पनि टेडी हेलो किटी कलेक्सन मेरो हेलो किटी कलेक्सन यहाँ छ मैले देखाउँछु कस्तो राम्रोवाला रहेछ क्या मेरो चाहिँ अलिकति लाइट कलरको छ ल दुईवटा हेलो किटी देख्यो खै हेलो किटीहरू तिमीले यो फ्यान किनेको के लेखेको छ यसमा हेरौँ भित्र लेखेको छ पेज लास्टबाट हेर्छु नि त्यही किनेको हो टिसु कि होइन यो त गिफ्ट हो अनि कति अरू देख्थ्यो मेरो र? सबै हेलो किटी कलेक्सन हेलो देखाउँछ किटी कलेक्सन हाम्रो लागि कन्टेन्टै भएन यहाँ कति बजे देख्छ यो यो पनि त्यही किनेको टिसु कि देखिन्छ अनि यहाँनिर मेरो हेलो किटीको वाल छ हेलो किटी ऊ त्यो यहाँनिर- हार्ट सेप सबै हेलो यो किटी हेलो किटी हो अनि हेलो किटी जुम गर्न पनि मिल्दैन यो चाहिँ मैले देखाउनु बिर्सेँ हेलो किटी सबै हो मेरो हेलो किटीको कुरा छ र मेरो निक्नेम पनि किट्टी हो है किट्टी म पनि छु कति फ्लक्स थियो काका पुग्यो भने के काका पुग्यो कति बज्यो हेर त म आरामले बस्छु मैले खाएरै सक्न आँटेन 5:30 बजे 5:30 सम्म बस्छु अनि जान्छु म फेरि कति चाड खान्छु यिनीहरूको अगाडि कि घरमा ढिलो खाएँ भनेर गाली खान्छु अब सन्डे चाहिँ उ गरौँ कतै जाने स्याटरडे सन्डे आज हाम्रो जाने प्लान थियो यहाँ आउने भनेर हामी त्यो प्लान क्यान्सल गऱ्यौँ होइन अनि आज के भयो म चाहिँ दीक्षाले अब अस्ति हामीले फ्राइडे बनाएको फ्राइडे पनि होइन तिमी मेरोमा कहिले आएको थियो फ्राइडे होइन अस्ति भर्खर हो तिमी मेरोमा कहिले आएको थियो फ्राइडे हिजो स्याटरडे अस्ति फ्राइडे होइन थर्सडे थर्सडे हो त्यही त थर्सडे आएको थियो होइन अनि त्यतिखेरै हामीले प्लान बनाएको थियौँ सन्डे भेट्ने भनेर अनि फ्राइडे पनि कुरा गरेको है अनि त्यसपछि अनि मैले के सोचेँ भने आज चाहिँ दीक्षाले मेसेज गर्छ अनि फ्राइडे पछि हाम्रो कुरै भएको थिएन अनि आज चाहिँ दीक्षाले मेसेज गर्छ अनि जान्छु भनेर बसेको है म चाहिँ फ्राइडे हाम्रो कुरा भइसकेको छ कृति आइहाल्छ नि भनेर त्यो सोचेर बसेँ मेसेजै गर्दैन अनि कहीँ होला ऊ बाहिर गयो होला बिर्स्यो होला भन्ने जस्तो लाग्यो मलाई अनि त्यसपछि गएर मैले पनि मेसेज गरिनँ त्यही भएर अनि 3:30तिर मेसेज गऱ्यो अनि त म दौडेर आएँ मेरो जाने बेला पनि भइसक्यो तिम्रो यहाँबाट नजिकै छैन अर्को होस्टेल पनि कहाँ यहाँबाट कुन बाटोबाट जाने भने चाहिँ थाहा छैन है तर मलाई त्यहाँ बसेको छ अब नजिकै बस्छ क्या 2 वर्ष गरी अब त्यही हो मेरो फाइनल टाइममा त सक्दिनँ म त्यही त कस्तो हुन्छ नि अब यो मैले यत्रो यो दुनियाँ
तिमी छक्क पर्छौ क्या एकचोटि प्याक गर्न थालेपछि। छ होला तिम्रो, त्यही त तिम्रो लुगाहरू देखेकै छैन अनि त्यतिमै त अटेकै छैन। यहाँ छ मुनि सबै ड्याम्मै छ। पानी छ दिक्षा अर्को लिएर आइदिउँ, लिएर आइदिन्छु। मैले के भन्न गएको थिएँ, यो भिडियो मैले युट्युबमा राखेँ भने कसले हेर्छ होला है। अर्को पालि चाहिँ म प्रपर सोचेर कन्टेन्ट लेखेर बनाउँछु। अहिलेको लागि चाहिँ जे जस्तो बनाएको छ त्यस्तै हेरिदिनु होला। रुमको यहाँनिर उसले स्टिकर्ट माई एक्सेन्ट उयो यो भोगको कभर चाहिँ कस्तो, म भ्लगर कसरी भन्छु, यो भोगको यो पोस्टर छ नि कहाँ गयो, लाइक वाट इज दिस, यो सो प्रिटी। अनि जे उस दीक्षाले राम्रो राम्रो कुराहरू कलेक्ट गर्छ होइन। अनि मलाई पनि अलिअलि इन्फ्लुएन्स चाहिँ हुनुपर्ने हो म, तर अलि हुन्छ होला म चाँडै। अनि म के भन्न लागेको थिएँ भनेदेखि चाहिँ आज उस रमाइलो भयो, म 1 घन्टा मात्रै बस्दाखेरि ला म के नै गर्छु होला जस्तो लागेको थियो, तर जे उस रमाइलो भइरहेछ। फन्नी कुरा गरौँ न, आउँदैन दिमागमा अहिले, पछि चाहिँ घरमा बेसी यो भनेर हुने रहेछ। कति आधी घन्टाको भिडियो भइसक्यो, तर स्कुलको मात्रै भयो क्या, तर ठिकै छ नि त अहिले स्कुलको मनाउँदा पछि स्टोरी टाइम बनाउनु पर्ने हामीले पनि है। के को स्टोरी टाइम प्लान गरेर सोचेर आएको भएर हुन्थ्यो नि। ओके, मैले फर्स्ट टाइम हालेको इन्स्ट्यान्ट हेऱ्यो जिन्दगीमा। सो अब आजलाई यति नै, किनभने हामीले केही पनि कन्टेन्टहरू सोचेकै थिएन अनि यत्तिकै बोरिङ भयो होला। त्यही पनि बियर विथ अस। अब हामी छिट्टै नै भेट्नेछौँ कृतिको अर्को सन्डे। स्टे ट्युन फर द नेक्स्ट भ्लग। यसरी सन्डेसम्म नयाँ रुममा हुन्छ नि। है त्योभन्दा एकचोटि बिचमा आऊ न, यहाँनिर हाम्रो रुम टुर बनाएर हालौँ न एउटा। अनि बिचमा कलेज छैन, कलेज भएको के हुन्छ त नि आएर नि। पिङ्कु प्रियङ्कालाई कलेजमा दिन्छु भनेको वाला चक्लेट, तर मैले पाएँ, मलाई भनेको पनि थिएन तर मैले पाएँ। दाने खानेवाले त नानी राखिदिन्छु प्रियङ्कालाई। म राखिदिनु न पिङ्कु, यो राखिदिन्छु यति, म खाइदिन्छु। ल कप हेर्छौ, हेर न। पिङ्कु मैले खाएन है, त्यो क्लासमा बाँड्नुपर्छ। भिडियो हेरि भ्याउँदैन चाहिँ प्रियङ्काले कहाँ भिडियो हेर्नुहुन्छ, सब्सक्राइबै गरेन हो हेर न कहिले सब्सक्राइब ल आजको लागि यति नै सक्यो। अर्को ब्लग चाहिँ अब हाम्रो कहिले आउँछ अब आउँछ छिट्टै अब ट्युसडे। यसमा त भ्युज पनि आउँदैन, तर नपठाए पनि झन् भ्युज आउँदो रहेछ है। त्यो आर्मीहरूको तर आर्मीहरूको त पठाएको थियो वाट्सएपमा, कहीँ पनि नपठाऊ के, कहाँ पठाउँछु यो त पठायो भने बेच्छ। ल भेट्यो भने भेटौँ, हेर्दैन ल बाई बाई, सी यु अन ट्युसडे। ल ट्युसडे फर्स्ट यसरी बाई बाई।